हेलो एभ्रिवान, नमस्ते, गुड मर्निङ। आज चाहिँ म यो घरेलु औषधि वनस्पतिजन्य सतुवाको बारेमा म तपाईँहरूलाई बताउँदैछु। ल हेर्नुहोस्, सतुवाको यो बिरुवा भर्खर हाम्रो सुमन भान्जाले जङ्गलबाट ल्याउनु भयो। यसको धेरै गुणहरू रहेछ। यसको फाइदाहरू मैले पनि युट्युबमा यसो हेरेँ, सुने, अनि अध्ययन त अब नभनौँ, मैले सुने अनुसार यसको फाइदा चाहिँ सर्पले टोकेको, घाँटी दुखेको, पाइल्स, अल्सर आदि धेरैमा प्रयोग गर्न सकिने रहेछ। र यसलाई चाहिँ एर्सा गुम्बाको सेकेन्ड मानिने रहेछ। यो चाहिँ हाम्रो जङ्गलहरूमा पनि पाइन्छ भन्ने कुरोहरू पाइयो। यो चाहिँ मेनली समुद्री सतहदेखि 500 मिटरभन्दा माथि मात्रै पाउने रहेछ। यसलाई औषधिको रूपमा प्रयोग गरियो भने हाम्रो जीवनमा धेरै फाइदा रहेछ। यसको बजार मूल्य चाहिँ अहिले 1 लाखभन्दा माथि, केजीको 1 लाखभन्दा माथि पर्ने रहेछ। यस्तो कुराहरूलाई हामीले खेतीको रूपमा गरियो भने आर्थिकमा पनि हाम्रो धेरै फाइदा टेवा पुग्ने देखियो। ल हेर्नुहोस्, यो सतुवा भान्जा त्यसको गाना यता देखाउनुहोस् त। ल हेर्नुहोस्, गाना चाहिँ यस्तो हुन्छ रहेछ। यसलाई खानको लागि चाहिँ अब कसरी हो, यसको डोज पनि विचार पुर्याउनु पर्ने भयो। ल यो आज चाहिँ भान्जाले लिएर यो सतुवाको बिरुवा यहाँ रोप्नु भएको छ। यो चाहिँ कतिवटा छ भान्जा आज हामीले ल्याएको? 2, 3, 4, 5, 6, 7वटा छ। जम्मा 7वटा। अझै जङ्गलमा धेरै छ भन्ने कुरा गर्नुभएको छ। ल हेर्नुहोस् है, यो सतुवा, यसको धेरै फाइदा रहेछ है। ल यसलाई सबैले हामीले खेतीको रूपमा गरियो भने पनि आर्थिक अवस्थामा चाहिँ धेरै टेवा पुग्छ है हाम्रो।